नेपालीहरूको महान चाड बडा दशैँ दीपावली तथा छठ पर्वको सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू, विज्ञापनदाता र शुभेच्छकहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चन्दागिरी टेलिभिजन परिवार। नमस्कार, जोलोपा स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो यस चन्दागिरी टेलिभिजनको परिक्षण प्रसारणमा। आज पनि म तपाईहरू सामु चन्दागिरी नगरपालिका वडा नम्बर 14 नयाँ नैकाप फुटबल खेल मैदानमा चन्दागिरी स्पोर्ट्स क्लबद्वारा आयोजित तेस्रो नैकाप गोल्ड कपको समुद्घाटन समारोहको केही दृश्यसहित खेलको हाइलाइट्स लिई उपस्थित भएको छु। क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति श्री कृष्ण हरि बस्नेतको सभापतित्वमा प्रमुख अतिथि रक्षा मन्त्रालय सचिव श्री विष्णु लम्साल, विशेष अतिथि सहसचिव भरत गौतम, अन्य अतिथिहरूमा चन्दागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी, सहसचिव कृष्ण नेपाल, सहसचिव खेमराज गेवाली, उपसचिव रवि दवाडी, त्यसैगरी चन्दागिरी नगरपालिका वडा नम्बर 13 का अध्यक्ष बालमुकुण्ड बिडारी, वडा नम्बर 14 का अध्यक्ष रामहरि बस्नेत र वडा नम्बर 11 का अध्यक्ष हरिभक्त महर्जनको आतिथ्यमा कार्यक्रम सञ्चालक श्री रामशरण बानियाबाट औपचारिक कार्यक्रमको सुरुवात भएको थियो। कार्यक्रममा ओराकल रे एकाडेमी, गोल्डन फ्लावर गार्डन स्कुल र विद्या मन्दिर माविका विद्यार्थीहरूबाट विभिन्न नाचगान प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न स्थानबाट आउनुभएका बाजा समूहहरू, विद्यार्थी भाइ बहिनी र खेलाडीहरूद्वारा मार्चपास्ट गरी मैदान परिक्रमा गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्रालय सचिव श्री विष्णु लम्सालबाट म्याच रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन खेल सुरु भएको थियो। आजको उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण हाम्रा अतिथि, प्रमुख अतिथि, सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। यस चन्दागिरी नगरपालिका आजको खेल चन्दागिरी नगरपालिका 15 दुनियाँडा युनेस्को उद्घाटन खेलमा नैकाप गोल्ड कपको डिफेन्डिङ च्याम्पियन चन्दागिरी नगरपालिका वडा नम्बर 15 ढुङ्गेडा युनेस्को र म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सुकेधारा बीच भएको थियो। म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सुकेधाराका खेलाडीहरू
प्रथम पटक नैकाप गोल्ड कपमा सहभागिता जनाएको म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सुकेधाराले विमल केसीको गोलबाट खेलमा अग्रता लिएको थियो। पहिलो हाफको अन्त्यसम्म म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सुकेधारा 1-0 को अग्रतामा थियो। दोस्रो हाफको सुरुसँगै ढुङ्गे अड्डा युनेस्को क्लबका कप्तान समीर कार्कीको गोलबाट ढुङ्गे अड्डा युनेस्को खेलमा फर्किएको थियो। म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सरोज राईको गोलबाट पुनः अग्रता लिन सफल भएको थियो। धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हामीले यो खेल घोषणा गर्न गइरहेका छौँ र म्यान अफ द म्याचको ट्रफी प्रदान गरिदिनु हुन म यसै चन्द्रगिरी म्याच घोषित हुनुभएको छ। खेलको म्यान अफ द म्याच म्यान्चेस्टर युनाइटेड फ्यान क्लब सुकेधाराका गोलकिपर प्रवीण श्रेष्ठ चुनिएका थिए। यस्तै अन्य विभिन्न कार्यक्रममा हामी सँगै जोडिनको लागि हाम्रो चन्दागिरी टेलिभिजनको फेसबुक पेज लाइक र शेयर तथा युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।